चाहिँ वाक वाक गर्नु खोजेर मर्न आँटिसक्यो हजुर होइन बोजू पनि आउनु भएको छ नि उयो छिरिङ अङ्कलसँग आउनु भएको नि हाम्रो छेउछेउ हामी चाहिँ यता सङ्गति गर्छ त्यो मैले कति दिनको बादमा आएको कि म कति ग्याप भएको थियो त्यहाँ नर्थ सिक्किम पर्छ मजाको छ नि बेसी भएको छ नि तर त्यहाँ चाहिँ दामी घाम लागिरहेको छ यस्तो छ यहाँबाट चाहिँ गएर चाहिँ सट्टै यतापट्टि चाहिँ सन्डे क्लास हुन्छ बाई बाई गाइस भरे सेवा भएको भिडियो बनाएर तपाईँलाई देखाउँछु बाई बाई हेलो गाइस म चाहिँ अहिले आज चर्च आएको छु अहिले त हेर्नु यस्तो घाम लागेको छ कि यस्तो गरम छ कि त्यही माथि भमिट आउनु जस्तो भएर मर्नु आँट्यो हाम्रो चर्च देखाउँछु ल गाइस